बालेन केपी ओलीसँग भिडन्त गर्न उहाँ किन जानुभयो? यो एउटा बडो रहस्यमय प्रश्न। उहाँले भनिरहनु भएको छ नि, जेनजी आन्दोलनको जुन इनिसिएसन लिनुपर्थ्यो त्यो त्यति बेलाको तत्कालीन सरकारको नेतृत्व गरिरहेको हिसाबले, प्रधानमन्त्रीको हिसाबले केपी शर्मा ओलीले लिनु भएन। र जेनजी आन्दोलन पछिको परिवर्तन भइरहेको निर्वाचनमा पनि अब फेरि उहाँ उम्मेदवार भएर आउने हो भने जेनजी आन्दोलन हुनुको औचित्य केही पनि छैन र उहाँ जस्तो व्यक्ति चाहिँ संसदमा छिर्न लायकै छैन। त्यसकारणले म राजनीतिमा आउँछु भने उहाँलाई हराएरै आउँछु। अनि यो तर्क चाहिँ तपाईँको के भनेदेखि चाहिँ नि अब यसलाई चाहिँ नि अन्यथा नठान्ने हो नि, यो अनावश्यक निर्णय ढिपी भन्छन् नि नेपालीमा। यदि साँच्चै नै केपी ओलीले भदौ 23 र 24 को घटनाको जिम्मेवारी लिनुपर्छ भन्ने कसैले सोचेको छ भने प्रधानमन्त्री भएर केपी ओलीलाई कानुनको कठघरामा उभ्याउन सक्नुपर्छ।